दर्शकबिन कैलालीबाट एक युवा 81 सम्पर्कविहीन भएका छन्। दर्शकबिन नमस्कार, वैज्ञानिक मिडियामा हार्दिक स्वागत छ। यति बेला मिडियामा उहाँका बुवा बलबहादुर बुढा खोजी कार्यको लागि आउनुभएको छ। 22 वर्षका विशाल बुढा यति बेला कहाँ छन्, कस्तो अवस्थामा छन् पत्ता लाग्न सकेको छैन। प्रहरीमा हुलियासहित काटिसक्नु भएको छ। आफन्तहरूमा धेरै ठाउँमा फोन गर्नुभयो र अहिलेसम्म पत्ता लाग्न सकेको छैन। घरबाट 28 गते बिहान 81 निस्केका थिए र त्यसपछि कहाँ गए, कसकोमा गए, किन गए भन्ने यति बेलासम्म पत्ता लाग्न सकेको छैन। न उनले मोबाइल बोकेका छन्, न त कुनै सम्पर्क गर्ने साधन। उनले एउटा ल्यापटप लगेर गएका छन् र उनको सामाजिक सञ्जाल फेसबुक पनि अहिले 24 घण्टा भयो बन्द अवस्थामा छ, अनलाइनमा देखाइरहेको छैन। उहाँका बुवा हुनुहुन्छ, यहाँलाई स्वागत छ। हजुर धन्यवाद, नमस्कार। म बलबहादुर बुढा। अनि हजुरको छोरा चाहिँ 28 गते बिहान? हजुर 28 गते बिहान 81 हामीले त देखेनौँ निस्किएको। कतिखेर निस्क्यो भन्ने कुरा थाहा भएन। 6 साढे 6 बजेको टाइमिङ अन्दाजी त्यतिखेर घरबाट निस्क्यो। कता गयो केही थाहा भएन। अलिकता कहिलेकाहीँ दिमागमा अलिकता मनोस्थिति कमजोरी जस्तो महसुस थियो। पहिलेदेखि थियो कि? पहिलादेखि होइन, लगभग 1.5-2 महिनाको समय भयो। 1.5-2 महिनाबाट दिमागमा अलिकति कहिलेकाहीँ। हजुर। कहिले त राम्रै बोल्थ्यो, राम्रै कुराकानी गर्थ्यो, कहिलेकाहीँ हल्का अलिकता रिसिने, नबोल्ने मान्छेदेखि त त्यस्तो प्रकारको अब आफ्नै सुरमा हिँड्न खोज्ने त्यस्तो खालको अवस्था यहाँ घर आइसकेपछि काठमाडौँबाट हामीले चाहिँ देख्यौँ। काठमाडौँ पढ्नुहुन्थ्यो? हजुर, काठमाडौँ बसेको अहिले 3.5 साल भयो। 3 वर्ष भयो। हजुर। के पढ्नुहुन्थ्यो काठमाडौँमा? कम्प्युटर सफ्टवेयरको पढाइ थियो, इन्जिनियरिङको। हजुर। अहिले 3.5 साल भयो त्यहाँबाट त्यही काठमाडौँ बसेर पढ्न लागेको। बिचमा काठमाडौँ छँदा पनि त्यस्तो खालको दिमागमा भयो? थिएन, राम्रो थियो। राम्रो मेन थियो। फोनमा कुराकानी, भिडियो कलमा हाम्रो राम्रै हुन्थ्यो अनि कुराकानी गरिरहन्थ्यो। सबै विषय पनि हर सालको रिजल्टको त्यो नम्बरहरू अनि त्यो सबै पठाउँथ्यो हामीलाई, मेसेजबाट देखाउँथ्यो अनि सबै ठिक थियो आजसम्म। अब लगभग 1.5-2 महिना भयो त्यसलाई हल्का असर भएको। हामीले त्यहाँ काठमाडौँ त्यसका साथीहरूसित पनि फोन गरेर सम्पर्क गऱ्यौँ। उनीहरूबाट पनि बुझ्न आएको 1.5 महिना भयो। त्यो कहिलेकाहीँ अलि झन्किने, रिसिने र मान्छेसँग कुराकानी नगर्ने, नबोल्ने टाइपको आचरण त्यसको देखिया थियो भनेर साथीहरूले पनि भने। अनि घर आइसकेपछि यहाँ आउँदाखेरि पनि अब त्यो बुवा बित्नुभयो थियो, त्यही समयमा आएको घर। अब हामीले त्यतिखेर राम्रोसँग यताउता कुनै चिज गर्न पनि समयले भ्याएन र अब अवस्था पनि त्यस्तै भयो हुनाले त्यसपछि तुरन्तै अब 1-2 दिन हल्काफुल्का यताउता धनगढीसम्म लगियो हस्पिटलमा दबाई गर्न। अनि त्यसपछि तुरन्तै त्यो अस्ति बिहानै कतिखेर निस्क्यो थाहै भएन। अस्पतालमा लिएपछि डाक्टरले चाहिँ के भन्नुभयो? डाक्टरले पनि अब बिमार केही देखिएन, हल्का मनोस्थिति कमजोरी देखिन्छ भन्ने कुराकानी चाहिँ भयो। हजुर। त्यसपछि उपचार गर्न भन्ने विचार थियो, हाम्रो सल्लाह हुँदै थियो। त्यो 81 अस्ति त्यहाँ घरबाट निस्केको। अब म बिहानै उठेर काममा लागिहालेँ। अब काममा मिस्त्रीहरू लगाएको, घर बनाउँदै हुनुहुन्छ? घरमा अलिकता मर्मतको रिपेयरिङको काम चालु थियो, त्यो काममा लागिहालेँ। बिहान कतिखेर निस्केर गयो घरबाट भन्ने कुरो आफन्तहरूमा थाहा भएन। यता काठमाडौँका त्यसका साथीहरूलाई पनि फोन सम्पर्क गरियो अनि त्यहाँ पनि पत्ता लागेन। अनि यहाँ नजिकमा अब जोसँग सम्पर्क, त्यसका साथीहरू जोसँग हाम्रो सम्पर्क थियो त्यहाँ सबै ठाउँमा फोन कन्ट्याक्ट सम्पर्क गर्दाखेरि कसैले आजसम्म देखेनन्, मतलब देखेको पत्ता लागेको छैन। योभन्दा अगाडि पनि यसरी घरबाट निस्किने 81 त्यस्तो? नै त्यस्तो कहिल्यै थिएन। घरबाट निस्किने पनि थिएन अनि घरमा भएपछि आफ्नो काम गर्ने, यताउता पढाइ लेखाइमा अरू चिजमा आजसम्मको सबै त्यसको वातावरण र सबै चालचलन ठिक थियो। त्यस्तो खालको अप्ठ्यारो अब त्यस्तो बाहिर धेरै घुम्ने फिर्ने त्यस्तो खालको आदत पनि थिएन। यसैपालि अब भएको त्यो घटना। उहाँको आमा अहिले इन्डियामा हुनुहुन्छ? आमा उहाँ जेठा छोराका परिवार इन्डिया छन्, त्यही भएर उहीँ गइछ जेठा छोरा बारी ठाउँ। अब यहाँ छोरो घरबाट निस्क्यो भन्ने सुनेपछि आमा चिन्तितमा छ। दर्शकबिन, उहाँकी आमा र दाई र भाउजू अहिले भारतमा हुनुहुन्छ र उहाँ यति बेला नेपालमा हुनुहुन्छ। घर मर्मत गरिराख्नु भएको छ र उहाँ चाहिँ यो माथिल्लो तलामा बस्नुहुन्थ्यो र अहिले कहाँ जानुभयो भन्ने खालको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीमा हुलिया त काटिसक्नु भएको छ तर पनि
कस्तो अवस्थामा हुनुहुन्छ, कहाँ जानु भएको छ, आफन्तहरूमा धेरै ठाउँमा सम्पर्क गर्दा पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन। सबै दर्शकले उहाँको यो तस्बिर देख्नुहुन्छ भने नजिकको प्रहरी कार्यालय अथवा उहाँहरूलाई सम्पर्क गरिदिनु होला। अहिले एकदमै चिन्तामा हुनुहुन्छ। 22 वर्षको छोरो यस बेला यसरी घरबाट निस्किँदा कहाँ गयो होला, कस्तो अवस्थामा होला भनेर निकै चिन्तामा हुनुहुन्छ। खोज्नको लागि धेरै ठाउँमा प्रयास गर्नुभएको छ तर पनि भेटाउन सक्नु भएको छैन। कतै तपाईँहरूले फोटोमा यो तस्बिरमा देख्नुभयो भने नजिकको प्रहरी कार्यालय अथवा उहाँहरूलाई सम्पर्क गरिदिनु होला। अन्तिममा के भन्नुहुन्छ? अन्तिममा अब यो न्युज हेर्ने देख्ने साथीभाइहरू सबैले मद्दत गरिदिनु होला भन्न चाहन्छु र अब विशाललाई पनि छोरालाई पनि भन्छु कि अब जसरी भए पनि बाबु घर आइज र सम्पर्कमा आइज भन्न चाहन्छु। झगडा त त्यस्तो केही थिएन? नै केही पनि छैन। झगडा केही त्यो खासै बोल्दैन थियो। अब भर्खरै आएको 10-12 दिन पनि नभएको। अब हाम्रो झगडा केही बोलचालै नै। त्यो जान्थ्यो माथि यो कोठामा वहीँ बस्ने, वहीँ पढ्ने, वहीँ लेख्ने, कहिले खाना खाने बेला नास्ता खाने बेला तल आउँथ्यो, नत्र त्यो आउन पनि आउँथेन। हामी पनि अलिकति त्यहाँ भनौँ तस्बिरहरू राख्ने होइन त्यस्तो केही पूजापाठ गर्ने? अब त्यो आफ्नै पूजाआजाको कार्यक्रम त्यसको चालु हुन्थ्यो। त्यो शिव भगवानको भक्त बन्ने भन्ने कुराकानी गर्ने, कहिलेकाहीँ त्यही शिवकै भजन कीर्तनको लगाउने त्यस्तो गरेको थियो। अब 81 निकल्दाखेरिमा हामीलाई अलिक अप्ठ्यारो विषय त्यही आयो। अब केही जानकारी पनि भएन। अब त्योसित पैसा पानी पनि घरबाट लगेको छैन, त्योसित आफूसित पनि थिएन। अब ज्यादै भए पनि 100-150 कहीँ हुँदो पकेटमा, नत्र थिएन पैसा। अब त्यसरी टाढा जाने जस्तो अवस्था पनि थिएन। दर्शकबिन तपाईँहरूले यो तस्बिरमा देखिराख्नु भएको छ। सबै दर्शकले भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, सबै माझ पुर्याइदिनु होला। यति बेला घर परिवारमा निकै चिन्तामा हुनुहुन्छ। आफन्तहरूलाई कल गर्नुभएको छ, कतै पनि भेट्ने छाँटकाँट देखिएको छैन। प्रहरीले पनि यति बेला प्रयास गरिरहेको छ। तपाईँहरूले चाहिँ देख्नुहुन्छ भने उहाँलाई सम्पर्क गरिदिनु होला। उहाँहरूले तपाईँहरूको यो सहयोग ठुलो गुण मान्नुहुनेछ र अहिलेको भिडियोबाट बिदा हुन्छु। नमस्कार।